सेफ आइसमा अनि पानीपुरी खाने भने मान्छेले अनि गेडागुडी त भिजाउनै बिर्सेको क्या। अनि 2:30 भयो, खाएर भ्याएर ओछ्यानमा पुगेर म फेरि खाँदै ब्राउन खासै बनाउन त जान्दिनँ, भन्न मिल्ने कि नमिल्ने। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल इस्माइस भगनान। सबैजना सन्चै हुनुहुन्छ ल, अनि म पनि सन्चै नै छु। अनि आजको भिडियो के हो भनेर हजुरहरूले ठमेलो टाइटलबाटै थाहा पाइसक्नुभयो होला। सो गाइस, आज चाहिँ म बनाउँदैछु पानीपुरी प्लस कुखुराको पाङ्ग्रा। घट्टा हो कि घट्टा हो कि पाङ्ग्रा के भन्नुहुन्छ हजुरहरूले? म चाहिँ कुखुराको पाङ्ग्रै भन्छु, तर यहाँतिर कति दिदीहरूले चाहिँ घट्टा भन्ने हुँदो रहेछ। घट्टा हो कि घट्टा हो। अनि अब चाहिँ अहिले चाहिँ 6 बज्यो बेलुकाको। अनि दिदी चाहिँ 9:30 बजे आइपुग्नुहुन्छ ड्युटीबाट। अब मेरो त काम छैन गाइस, रुममा सुत्ने उठ्ने खाने भन्दा काम छैन मेरो। सो अब आज चाहिँ स्पेसल चाहिँ खाना बनाउँदिनँ होला सायद। म आज खानाको सट्टा भुजा र पाङ्ग्रा खानु पर्ला सोचिरहेको छु। अनि पानीपुरी भइहाल्छ। अनि पाङ्ग्रालाई चाहिँ हल्का दिदीले चाहिँ भन्नुभएको थियो ग्रेभी पनि होइन, अलिक सुक्खै जस्तो भन्नुभएको थियो। सो म चाहिँ त्यस्तो गर्नु पर्ला जस्तो सोचिरहेको छु। ल किचनतिर जाउँ अहिले गाइस। हाम्रो किचन चाहिँ यहाँ रहेको छ। चार्ज पनि गर्नुपर्ने छ। सो म चाहिँ यहाँ चार्ज पनि गर्नुपर्ने। ओहो के हो यहाँ त, यता गर्नु पर्ला। सो म चाहिँ यसलाई अब पखालेर अनि यसलाई सफा गर्छु। अनि त्यसपछि हजुरहरूलाई भेट्छ है गाइस। मैले चाहिँ अहिले यहाँ टक्क पखालेर पनि सफा गरेर अनि त्यसपछि एकछिन बोइल हुन दिन्छु। अनि त्यसपछि यता पानीपुरी यसलाई फुलाउँछु। अनि त्यसैको तेलमा बल्ल त्यो मासुलाई पाङ्ग्रालाई फ्राई गर्छु। अनि योहरू नि काट्दै गर्छु बिचमा। यस्तो मेसी छ है, मेसी फोरी मतलब गचाक छ। अनि यहाँ चाहिँ हाम्रो कचरा राख्ने ठाउँ। अनि यता हाम्रो छ बेसिन। अनि यता चाहिँ हाम्रो चाहिँ यस्तो छ। गर्मी छ गाइस, यस्तो गर्मी छ हाम्रो झन् एसी बिग्रेर मेरो यस्तोतिर घमाउरा निस्किरहेको छ गाइस। कुकिङ डे आजको भ्लग चाहिँ कुकिङ। ल फाइन पनि चलिरहेको छ माथि त। ल कस्तो हुन्छ त आइसमाको हातको खाना गाइस। खासै बनाउन त जान्दिनँ, भन्न मिल्ने कि नमिल्ने। एउटा टिकटक बनाइदिनुपर्छ क्या। ल अहिले एकछिनपछि भेट्छु ल। म चाहिँ थोरै गर्छु ल गाइस। गोल्डन ब्राउन भयो यति फुलाएँ। अनि यहाँ चाहिँ पाङ्ग्रालाई तार्दैछु हल्का। पाकेपछि देखाउँछु ल गाइस। मेरो मरे म अनि चास पनि छैन। अनि यस्तो गरी भइरहेछ। म सर्लक्क पकाउँछु अनि देखाउँछु हजुरहरूलाई गाइस। मेरो पाक्यो गाइस। वाउ खाउँ लाग्दै देख्नु भयो कि भएन? वाउ गाइस सेफ आइसमा दामी। मैले चाखेको थिएँ कस्तो मिठो भएको छ। मलाई चाहिँ अब दिदीलाई चाहिँ कस्तो लाग्छ थाहा छैन। अनि यहाँ चाहिँ मैले पानीपुरीको लागि आलु बसाइदिएको छु। यस्तो गर्मी छ, झपक्कै रात परिसक्यो गाइस। 6 बजी बाहिर आएको थिएँ, यसलाई भिडियो टिकटक बनाएर बसेको त 7 बजिसक्यो गाइस। अनि पानीपुरी खाने भने मान्छेले अनि
गेडागुडी त भिजाउनै बिर्सेको क्या अनि बल्ल अनि भिजाएको छु यसलाई आधी घन्टा जस्तो भयो होला सो अब सामानभित्र लगेर जान्छु आलु पाक्दै गर्छु अब म चाहिँ एकचोटि भित्रको हावा खान्छु भित्र जानुभन्दा त यहीँ ठिक छ होला यहीँ चिसो चिसो छ भित्र एसी चल्दैन ज्यादा गर्ने मैले अब म चार्ज गर्छु गाइज दिदी आइसी भेट्छु ल Taran. Taran. Hello. Hello. How are you? I'm good. Welcome छ धन्यवाद. मलाई लाज लाग्छ मैले भिडियो बनाइरहेको थिएँ कि अलिअलि आजको हाम्रो त्यही भएर राम्रो राम्रो प्यारे प्यारे दिदी चाहिँ यता हुनुहुन्छ नराम्रो दिदी भन्नु. दिदी चाहिँ लाइभ जाँदै हुनुहुन्छ अब म चाहिँ अब म स्ट्यान्ड पुग्छ. हो मैले भनेको त्यही हो ल गाइज कान्छुला हामीलाई यहाँ यताको सुसीको ए म्यानमार है म्यानमारको दिदी ब्राउन हाम्रो पनि चटनी थियो नि फ्रिजमा त्योसँग मिठो हुन्छ होला योभन्दा के हो यो चाहिँ थाहा छैन. हेर्नु त के को रहेछ तर टमाटरको हो चिल्ली. के त ल खतरा खतरा खानेकुरा रेडी खाएको चाहिँ नदेखाउँला लिपस्टिक पनि मिलेको त यो बोल त हल्ला लाग्यो कि. साढे 2 भयो खाएर भ्याएर ओछ्यान पुगेर म फेरि खाँदै के भएको फाइनली एसी बनाइसकेको छ अनि अहिले चाहिँ जाडो भइरहेको छ अनि ब्ल्याङ्केट ओढेर यसरी सुतिरहेको छु हिजोतिर त फ्यालेर यस्तो सुतिरहेको थिएँ अनि अहिले चाहिँ मस्त चिसो चिसो छ उठ्दै खाँदै यस्तो हालत भइरहेको छ अनि खाएको चाहिँ देखाएन यस्तो मिठो भएको थियो बोल्नै आएन मलाई र गाइस गुड नाइट अहिलेको लागि अरू त के भन्नु बाई बाई गुड नाइट